जुसी स्पाइसी खाँदा पनि ट्वाक्क परेको स्वादमा बनेको यो बफ मासुको अचार यस्तो धेरै मिठो छैन। यो बफ मासुको अचार साँच्चीकै जुसी छ के, पिस पनि ठिक्कको, अनि यसमा हाल्ने मसलाहरू चाहिँ सबै आफ्नै हातले रेडी गरेर हालेको हुँदा टेस्ट पनि एकदमै अथेन्टिक टेस्टमा पाउनुहुन्छ। टिम्बु र खुर्सानीको फ्लेभर चाहिँ भरिपूर्ण छ है। अनि यो बफ मासुको अचार नि खाएपछि चाहिँ खाइरहन मन लाग्छ, जति चपाए पनि यसको रसै हराउँदैन के, त्यस्तो मिठो हुन्छ, मुखमै मेल्ट हुन्छ। सुकुटीको जस्तो टेस्ट, तर सुकुटीको अचार चाहिँ होइन है। यो बफ मासुको अचार यस्तो मिठो छैन, सोयर गाइस, जुसी न जुसी मिठो छ है। गफ गरेको होइन, हजुरले पनि ट्राई गर्नु होला है। एकदमै जुसी स्पाइसी ट्वाक्क परेको बफ अचार। यस्तो मिठो बफ अचार चाहिँ कहाँ पाउँछ भन्नुहुन्छ भने ललीको अचारमा पाउँछ है। एकदमै मिठो। हजुरलाई चाहिन्छ भने सबैजनाले अर्डर गर्नुहोला, हाम्रो चाहिँ अल ओभर नेपाल डेलिभरी हुन्छ है।